दोस्तों, मेरो साथीहरू गुड मर्निङ छ है। मेसिन लाँदैछु बाटो बनाउनु। बाटो एकदम खराब भएको छ, कोइला तान्नु पर्ने छ। एक टिप टेकेर आइयो बिहान बिहानै, एकदम रस्ता खराब भएर त माने यस्तो भएको छ नि, हेर्नु न। मेसिन लिएर जाँदैछु। यो के गर्छौ आमाले? यो गाडीको पनि स्पकेट खत्तम भएर नि एकदम माने बाइकको जस्तो ठप गर्दा घरिघरि बाटो हेर न यस्तो बिग्रेको छ। केप साइड हुन्छ लोड गाडी लिएर जाँदा। अघि बिहानै भनेको थिएँ मैले बनाउनु भनेर, होइन यो त के गर्दै रहेछ। कामै उल्टा गर्दो रहेछ। गाँठा यता भित्तामा थियो नगर न भनेको गाँठोलाई। राई मान्छेको भाषा हो, खराब नपाउनु है। जेठा माइला रिस उठेको बेलामा भनी पठाइदिँदो रहेछ, भुलि त हालिन्छ। यसले पनि काम गर्नु नजान्दो रहेछ मजाले। यता तलबाट तानेर लगाउनु है भनेको, अब यता भित्ताको कोटाउँदैछ त्यसलाई। काम गर्नै जान्दैन रहेछ यसले। त्यसलाई नछु न भनेको, लगायो फेरि ढुङ्गा चाहिँ त्यहाँ साइडमा लगा न भनेको त।